बिहानबाट म चाहिँ भर्खर उठेँ साथीहरूसँग। अब म चाहिँ यताको भ्यू देखाउँछु त। त्यो ब्याक क्यामेरा ओहो हावा चलिरहेको छ। ल फिलाइदिनु पऱ्यो नि हावा। ल गाइस गुड मर्निङ कर्पु डाँडाबाट। यहाँ कति छिटो उठेर पुग्छ त। तातो पानी हो। बिहान भइसकेको छ, बिहान 5 बजिसकेको छ। थोरै हिमाल देखिएको छ भने बादल लागेको कारण आज कुनै दृश्य देख्न सकेको छैन। राम्रो दृश्य कुनै भ्यू छैन। कसरी यता मानिसहरू लगभग प्रायः धेरै उठिसकेका छन्। कोही बिहानै उठेर आएको तापिसकेको छन्। कर्पु डाँडा वाक। डन। अहिले बिहानको सूर्योदय भइसकेको छ र कर्पु डाँडामा सबै मानिसहरू उठेर फोटो खिच्ने सोचमा छन्। र यता वार्मअप हुँदैछ है। ल यता वार्मअप पनि हुँदैछ। आज फेरि हिँड्नु छ 6 देखि 8 घन्टाको यात्रा। ल हामी बसेको चाहिँ यहाँबाट हामी आज हिँड्यौँ। लेट्स गो। मैदानमा खेल बल स्टार्ट हुन्छ। कल त साथीहरुले चल्फन हान्नु म त्यसकै रिटर्न। ओइ म चस्मा कान कि यो छ हान्नु माथि। यो चाहिँ सिंहदेखि धर्मशाला यही हो। आउने यही हो। लमजुङ रेस्ट प्लेस भन्ने पनि लेखेको छ। हामी जाँदैछौँ, अगाडि बढ्दैछौँ। हाम्रो यात्रा जारी छ। ल आजको मेन डेस्टिनेसन कर्पु डाँडा, कर्पु भ्यू पोइन्ट। त्यहाँ पुरै सुकेको थियो हेर्दा यहाँ पुरै हरियो देख्न पाइयो। मेजरी कर्पु भ्यू पोइन्ट। ल मेन पोइन्ट कर्पु डाँडाको यो भ्यू पोइन्ट हो भने अब हामी यताबाट झर्छौँ। यो पारी चाहिँ लमजुङ चाहिँ आज कुहिरो लगाएको हुनाले केही देखिएन। यहाँ चाहिँ खत्रै पहिरो गरेर चाहिँ भिड छ है। सर दामी है भिड चाहिँ यता फुल बसेको छ। अलि सजिलो ठाउँमा गएर बसेको छ। हामी चाहिँ यो हाइरिक्स ठाउँ है। एउटा त्यहीँ समातेको थियो। ल भिडियो लड्दै र पढ्दै साइको यार। तपाईँले बनाउनु मेरो म जान्छु तल गएपछि म बनाइदिन्छु। जानु 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 यस्तो बाटो बुढो हट्नु 2 सेकेन्ड अन गर्दै गरिसक्यो।
ए मेरो पनि बनाउनु है त्यहीँ बस्नु पुष्प अङ्कल त्यहीँ रोकिन्न यार 22 सेकेन्ड भइसक्यो ल बाटो चाहिँ अलिकति रिक्सी नै छ है यहाँ बाटो बनाउनु पर्ने अवस्था छ इन्सिडेन्ट ल कमरेड हामी थल्चो आइयो माथिबाट हामी कर्पुबाट झर्दै अब यसो चाहिँ हाम्रो डेस्टिनेसन सबु पोखरी अझै बाँकी छ यहाँ साथीहरू चाहिँ थाकेर पुरा लम्पसार परेर सुत्नु है ल यहाँ खाजा खाने टाइम हाइकर क्रस नेपाल तर्फबाट अब यो हाइकिङको एकदम राम्रो सजेसन छ सम्भावना कस्तो देखिनु हो सम्भावना त यो कस्तो छ भने मान्छे अलिक सकिन भइसक्यो धेरै हजुर यति साह्रै जोखिम मोलेर आउँदैन जस्तो लाग्छ कि भनेपछि यो बाटो एकचोटि आएको व्यक्ति अर्कोचोटि आउँदैन होइन पहिलोचोटि आउनलाई नै यो अप्ठ्यारो ठाउँहरूमा फलामको सिँढीहरू स्तर उन्नति गर्नु उन्नति गर्नु पर्यो हजुर ए हजुर ल हुन्छ हस् हाम्रो ज्येष्ठ नागरिक सबभन्दा बढी होइन बुवा ल आउँदै गर्ने त ल फाइनल्ली सब अब यहाँबाट अगाडि चाहिँ नजाने रे जानेहरू गइहाल्यो रे अब नजाने रे कुर्ने रे सबलाई त्यही भन्ने कुरा ल बोल ल गाइस फाइनल्ली हाम्रो डेस्टिनेसन यो पदमार्गको नाम सबु पोखरी यही है सबु पोखरी सबु पोखरी आइपुग्यो होइन सबु पोखरीको पानी चिसै छ होइन लगभग त्यस्तो अलिकति डाँडा पनि रहेछ यहाँ दुईवटा डाँडाको बिचमा एक्सपेक्टेसन जस्तो त थिएन है होइन ठिकै छ फाइनल्ली सबु पोखरी यो चाहिँ सबु पोखरी यो है सबु पोखरी हामी सबु पोखरी चाहिँ प्रवर्धन गर्न आएको ठ्याक्कै सबु पोखरीमा आइपुग्यो ल यो सबु पोखरीमा दुःख हाल्नुहुन्छ के भन्दै थियो अघि पानी खान त मिल्दैन होला हामीले कर्पुबाट 5 घन्टाको हिँडेपछि हामी यो एउटा गोठमा आइपुगेको छौँ यहाँ एउटा गोठ छ है छ के हो थाहा छैन यहाँ एउटा गोठ छ बाख्रा पनि रहेछ बाख्रा नन स्टप 5 घन्टा हिँडेको छ अझै हामी पुग्ने ठाउँ चाहिँ टाढै छ 5 घन्टा हिँडेर पौने भन्ने ठाउँमा आइयो बाजेको नाम के प्रेम हजुर यहाँ हजुर सधैँ बस्नुहुन्छ कि कहाँबाट आउने ए यो बर्खा टाइम यहाँ बस्नुहुन्छ ए हजुर हजुर माथि जानुहुन्छ यहाँ के छ अहिले हजुर अहिले दुईजना बुढाबुढी बस्नुभयो छोराछोरी कता छन् ए त्यो भयो नि हजुरलाई गोठै बस्न आनन्द आउँछ है ए हजुर ल पर्ख्यो यो पोसी अनि सिङ्दी आएको होइन ल यता सिन्दी
यो चाहिँ लमजुङ होइन ल हामी आइपुग्यो फाइनल्ली ल बाटो चाहिँ यस्तो जङ्गलबाट आइयो सबै त्यही भाषा एउटै भाषा बोल्छ त्यसकोले चाहिँ छानामा नानी वा गाइस पोर्क्यो आइयो थाकेर लखतरान परेर होइन सब जुकाले खाखा जुका हेर्दैछन् यहाँ छन् अब यो गाउँ अब हाम्रो चाहिँ यहाँ खाना खाने कार्यक्रम छ है अब खाना यता हुँदैछ खाँदै हुनुहुन्छ होला सायद केही टिमहरू त यसो खाना खाँदै नै हुन्छ है आज खिर खाने कार्यक्रम यो चाहिँ कास्की जिल्लाको अन्तिम गाउँ पोर्क्यो उतापट्टि देखेको त्यो पोसी गाउँ हो हामी त्यता जान्छौँ यतापट्टि देखिएको गाउँ चाहिँ सिँधी जुन चाहिँ लमजुङ जिल्लामा पर्छ त्यसै गरी उतापट्टिको पस गाउँ यतापट्टिको लमजुङ यो चाहिँ लमजुङ पर्छ यो कास्की र लमजुङको सिमाना यो चाहिँ यो यतापट्टिको डाँडा कास्की हो भने उता देखिएको चाहिँ लमजुङ है म चाहिँ अहिले फेरि यो इमेजिङ ढुङ्गामा छु यहाँ एकदम राम्रो ढुङ्गा रहेछ यो ढुङ्गामा बसेर भिडियो बनाइरहेको छु अहिले हामी पोसी गाउँ आयौँ यो चाहिँ पोसी गाउँ यहाँबाट चाहिँ हामी गाडी चढेर जान्छौँ हो भने त्यो चाहिँ पोर्क्यो यो पोर्क्यो कास्कीको अन्तिम गाउँ त्योसँग यहाँ 4वटा घरहरू पनि छ यतापट्टि देखिन्छ यो पारीको गाउँ चाहिँ सिन्धु सिद्धागाम सिद्धु र यहाँको चाहिँ एउटा विशेषता भनेको जस्तो कि यहाँनिर यति तल है पुरा गाउँ माथि छ भने गाउँबाट यति तल खेती लागेको छन् है सिस्नुको बुझ्दै पनि जाने यो कार्यक्रमहरू गर्दाखेरि कमी कमजोरी छ नै अटो छ पनि हाम्रो यहाँ भएको छ कोही भन्छु भन्दा त्यो के अरे भुलेको छ छुटेको छ हरेक छ ती कुराहरूलाई हामीले सबै त्यसरी नै बुझिदिनु हुन पनि म अनुरोध गर्दछु त्यो जान गरेको कतै हामी त बाहिर छँदैछौँ मेन हाम्रो माथि आएको दाइभाइ दिदीबहिनी सबैलाई चाहिँ मैले भन्न खोजेको कारण चाहिँ के भने अनि उहाँहरूलाई फोकस गरेर भन्न खोजेको मैले हामीले यो रुट चाहिँ कस्तो भने यो ठाउँ बारम्बार आइराखेको ठाउँ हो मैले विभिन्न कारणले विभिन्न न्युमा म आइराखेको ठाउँ हो अनि लास्ट टाइम पनि आउँदाखेरि भाइसँग आउँदाखेरि साह्रै पछि पहिला जिपमा आइने बाइकमा आउँदा यति दुःख भयो कि त्यो साह्रै त्यो साध्य नै भएन कि अनि त्यसपछि भाइ के छ एउटा उपाय गर